भाइ बेगनेस किन आउनु भएको तपाईँ? बेगनेस एकदम बवाल लेक हैन। यहाँ चाहिँ माछा चाहिँ बवाल पाइने रहेछ कि यहाँ अब बिजनेस हान्नु पर्ने छ। बिजनेस अनि हावा चलेर चाहिँ मान्छेहरू लडाई भयो। चरा। सो हेलो एभ्रिवान, आज चाहिँ टक्क म चाहिँ पोखरा जाँदैछु। अहिलेसम्म लाइफमा कहिले पनि पोखरा गएको छैन, फर्स्ट टाइम आई एम गोइङ टु पोखरा। बट बाइक चाहिँ लिन असक्षम भयो योपालि होइन। अब त्यही हो, अब हल्का घुम्ने, तपाईँहरूलाई पनि के कस्तो छ दृश्यहरू देखाउने, आफू पनि इन्जोय गर्ने र सर्टेन आफ्नो पर्सनल काम पनि छ होइन। अनि यो भ्लग चाहिँ म ठ्याक्क अहिले कति बज्यो, ठ्याक्क 5:27 भने चाहिँ त्यति मिनट गयो, 27 मिनट गयो। बिहानै निस्किनु लाग्छ म चाहिँ होइन, गाडीमा जाँदैछु। लेट्स गो। अनि स्टे ट्युन, बाटोमा के हुन्छ सबै देखाउँछु। र पोखरा भ्लग एकदम बवाल हुनेवाला छ, कृपया सबैले माया गरिदिनु ल। अनि त्यही हो, अब चाहिँ निस्किनु पर्ने हुन्छ। केटाहरू एउटा भाइ छ मेरो जुनियर भाइ है, कलेजकै। त्यसपछि मेरो एकजना साथी रहेछ कलेजकै होइन, ऊ चाहिँ पछि त अब ऊ पनि जाँदैछ भन्ने। त्यही हो। अनि त्यसको बोइज अब म चाहिँ निस्किनु पर्ने हुन्छ। सिउछुन अनि बाटोमा भेटौँ ल। बवाल रमाइलो हुनेवाला छ होइन, गर्नेवाला छु म चाहिँ। अब के कस्तो छ होइन, डेभिड फल्स, पोखरा लेक साइड भाइब्स। लेट्स गो बोइज। आजको दृश्य मस्त चिल पारो हाम्रो ब्रो। गाडीमा झुलाएर टक्क गाडीमा गइरहेको, बाटो फेरि लास्ट खतम छ होइन। स्टार्टिङ यहाँबाटै भयो ब्लगको आज। टक्क यो चाहिँ रुम हो हाम्रो होइन। लगाएर नुहाइलाई पारेर फ्रेस भइसकेको छ। अब पढ्नु पर्ने हुन्छ, भोलि इक्जाम छ होइन। टक्क पढौँ, त्यसपछि त म अहिले खाजा खानु पऱ्यो। कस्तो छ त धेरै होइन, ठिकठाकको रुम छ मेरो। यहाँ क्याबले पाएँ, यो पाएँ। कति लाग्छ हाम्रो त? नजिकै हो बेगनेस त, यही त हो नि। ऊ यहाँनिर गयो, यो उतापट्टिको पुरै बेगनेस हो। यो त तालकै ताल। पुरै ताल हो। खाजा खाऊँ अनि अनि फ्रेस हो। अनि टक्क हामी टक्क लगाएर पोखरा पुग्यो भने त अहिले चाहिँ टक्क हामी फ्रेस भएर होटलमा बसिरहेको छौँ यहाँनिर। टक्क नुहाइदै पारिसक्यो। अब हाम्रो भाइले नुहाउन बाँकी छ होइन, एकजना नुहाउँदै जाँदैछ। कफी होटल त्यस्तो छ। अनि यहाँ चाहिँ यहाँबाट यो बेगनेस तालको यो अलिकति पनि झलक माछा छ होला भाइ यार यहाँ त यार होइन। पाल्दै भयो त उनीलाई, पुरै खाली रहेछ। यो त अहिले यति धेरै छ भाइ, बर्खामा त माथिसम्म आउँछ होला है। सुकाइज होइन। टक्क हामी रुम लक गरेर इभिनिङ पनि भयो होइन। हामीले अब बेगनेस ताल जाँदैछौँ टक्क लगाएर। कस्तो देख्छ इभिनिङमा टक्क बेगनेस ताल टक्क। लेट्स गो बोइज। गोप्रो यो केही देख्दैन त यता। कसको? मेरो नाम हो। यहाँ त बवाल देखिरहेछ कि पछि चाहिँ कस्तो देख्ने हो भन्ने। माछा पनि छ यहाँनिर, बेगनेस तालको माछा होला यो। बेगनेस तालको माछा, बेगनेस तालको साउनी, बेगनेस ताल। जाऊ अगाडि जाऊ। फुटबल ग्राउन्ड नै रहेछ। बेगनेस तालमा पाल्नुहुने महानुभावहरूमा हार्दिक स्वागत गर्दछौँ होइन। यो सानो बेगनेस होला होइन यो चाहिँ। ए यो पानी चाहिँ तल गयो हो अघि, त्यही तालकै पानी हो। यता चाहिँ कसरी आयो त? ओभरफ्लो भए पनि कस्तो सफा छ नि त। तलबाट चाहिँ आयो होला कि।
ओइ मामफली बवाल रहेछ ठुलो रहेछ त यार कस्तो टाइपको रिस्की हो डल्फिन छ रे यहाँ बोटिङ गर्दाखेरि अँ त्यो धेरै बिचमा पल्टिन्छ क्या हावा चलेर ए त्यो चाहिँ हो त्यो त मैले पनि सुनेको थिएँ पल्ट्यो पनि के भयो त मान्छे मर्दैन होला किन्न पर्ने पौडी खेल्न आउनेहरू त मर्दैन त होइन र पौडी खेल्न नि गाह्रो छ नि कहाँ गाह्रो हुन्छ पौडी खेल्न साइडमा उठाउ गर्दाखेरि होइन कृष्ण सबभन्दा गहिरो ठाउँतिर फाइनल्ली वी आर इन लेक के अरे बेगनास लेक ओ माई गड फोटो खिचौँ न यार गाइज यार त्यहाँनिर गएर गोप्रोबाट भन्दा नि त्यहाँ के त्यहाँ चाहिँ जाऊँ न फोटो भन्दा नि भिडियो चाहिँ आउँछ कि यहाँ लट्स अफ पिपुल आर इन्जोइङ होइन त्यो जुम गर्न पाएको भइदियो बवाल देख्यो होला यहाँबाट जुम गरौँ न किन हो त्यस्तो पुरै यो काठमाडौँभन्दा धेरै पोल्युटेड देख्छु त म त्यसलाई त के भए हो कि मेरो मोबाइल हो के छ त्यो भिडियो चाहिँ कति रुपियाँ रहेछ ढुङ्गाको चाहिँ ओइ कस्तो मोबाइलबाट किनेर आएको थियो पारीको लेखेको हामी त कसैकोबाट आउनु के छ त यहाँ वास्तव धेरै उता नजानु है के छ हामी फालिदिनु न एकछिन ओहो कहिले हो त यहाँको फोहोरको बारेमा भन्यौँ त गाइज ताल चाहिँ यस्तो बवाल छ होइन तर है स्याड रियालिटी चाहिँ लगेरौँ न यो के हो यस्तो भाइ घुम्न आएको मान्छेहरूले यस्तो फोहोर गरिदिनु भएन नि त बेगनास तालमा होइन रमाइलो गर्नुको साथसाथै यस्तो यो पोल्युसन फैलाइदिनु भएन होइन अब यो फेरि जुम गर्न मिलिरहेको छ नि बेगनास तालको त्यहाँनिर छ मेन चाहिँ यहाँ चाहिँ ढुङ्गाहरू छ आई डोन्ट नो प्राइस कति छ यो चाहिँ नेक्स्ट देखिरहेको छ कि यहाँनिर चाहिँ हाम्रो गाइजहरू त्यहाँनिर छ 1 2 3 4 म चाहिँ यहाँनिर छु यो साइड चाहिँ बवाल आउने रहेछ क्या फोटो कहाँसम्म छ होला त कति छ होला यसको के अरे एरिया कति छ होला यसको हेलो गाइज आज चाहिँ हामी पोखरा छौँ है बेगनास ताल घुमिरहेछौँ उहाँ चाहिँ पृथ्वी शाहजी हुनुहुन्छ यो चाहिँ हाम्रो टिम छ यहाँ उहाँ चाहिँ उहाँ हो सो गाइज आई एम सरी टु से द्याट है एकदम हतार भएको कारणले गर्दाखेरि चाहिँ इक्जामको लागि भनेर होइन इक्जामको लागि गएको त्यही भएर चाहिँ घुम्न पाइएन यो पालि ओन्ली बेगनास लेक नेक्स्ट टाइम आई विल एक्सप्लोर मोर एन्ड दिस इज मर्निङ टाइम वी आर हियर एन्ड दिस इज पोखरा इक्जाम दिएर टक्क बसिरहेको छौँ खाजासाजा खाएर भने त हो त अघि नै के छ पास मतलब नाम निस्किन्छ हाम्रो ग्याङ छुट्टा ग्याङ काठमाडौँ जाने हो ए सरी तिमी काठमाडौँ जाने हो तिमी काठमाडौँ जाने हो त्यही नाम अलि धेरै चाहियो अरे क्या नाम नम्बर कहाँ 15 मिनटमा पुगिसक्यो भने अब मलाई कल गरे होला अघि मोबाइलबाटै आउँछ सबैको चाहिँ भने कि म त लाज आउँछ अगाडि हुन के